हेलो गाइज र फिबाको केयर गिभरको लागि नयाँ रुल्स है। अब सोसियल मिडियातिर अब त्यो चाहिँ प्रपोजल मात्र हो होइन, यो सोसियल मिडियातिर देख्नुभयो होला यसको न्युजहरू। र यो रुल्स चाहिँ लागू भयो भने चाहिँ अब हामीलाई चाहिँ कति एफेक्ट पर्छ भन्ने कुरो चाहिँ हामीलाई थाहा छ, पुरानीहरूलाई थाहा छ होइन, नयाँहरूलाई त थाहा हुँदैन, बिचराहरू आएकै छैन, कसै भर्खर भर्खर मात्र आउँदैछ। अन्त यिनीहरूको रुल्स चाहिँ के रहेछ भन्दाखेरि अब नयाँ आएपछि चाहिँ जब चेन्ज गर्नु नै नपाउने अरे, त्यही जुन उयसमा भिजा लागेको छ त्यही फ्यामिलीमै काम गर्नुपर्ने अरे। पहिला 3टा अप्सन थियो नि त, 1 वर्षमा 3टा जब चेन्ज गर्नु मिल्थ्यो साह्रो गाह्रो पऱ्यो भने। तर अब त चेन्जै गर्नु नपाउने अरे। किन भन्दाखेरि अरे 2025तिर चाहिँ अब कतिजनाले छोडेर चाहिँ काम छोडेर चाहिँ इलिगल्ली अरू काम गरेर चाहिँ पैसा धेरै धेरै कमाउँदै उयो गरे अरे अब होइन, अरू काम गरे अरे। अब त्यो अलग कन्सर्न हो नि त, त्यो मात्रै हेरेर त भएन नि त, उनीहरूको मात्रै हेरेर भएन नि त। अब नयाँ आउनेहरूलाई काम चेन्ज गर्ने अप्सन नै दिनु कस्तो साह्रो पर्छ। हामीलाई थाहा छ कि, मलाई थाहा छ, हामीलाई थाहा छ कस्तो कस्तो सिचुएसनबाट नानीहरू हाम्रो दिदीबहिनी दाजुभाइहरूलाई निकालेको छ। पहिला आउने अब नयाँहरूलाई कतिले कस्तो ह्यारेसमेन्ट दिन्छ, कति त फ्यामिली कस्तो खराब हुन्छ। त्यस्तो भयो। जस्तो बाजेको भिजामा केटीको भिजा बाजेको भिजामा लागेको छ अरे, त्यो कतिजना ठर्की बाजेहरू हुन्छ, कस्तो खालको ह्यारेसमेन्टहरू दिन्छ उनीहरूले, कस्तो खालको उयो गर्छ, व्यवहार गर्छ। अन्त त्यस्तो ह्यारेसमेन्ट, सेक्सुअल ह्यारेसमेन्टहरू हुनसक्छ। अब त्यस्तो भयो। अब अरूको त्यो मात्र होइन, अब कति घरमा त कस्तो कस्तो डरलाग्दो बाहिरतिरको कामहरू लाउँछ, कसै घरमा खाना खानु दिँदैन, खाना खानु राम्रो दिँदैन होइन, खाना दाम राम्रो दिँदैन। अन्त त्यस्तो सिचुएसनमा चाहिँ के, अन्त त्यही घरमै गरेर काम गरेर बसिरहनु, त्यस्तो त होइन नि त। एउटा अप्सन त हुनु पऱ्यो नि त, त्यसलाई छोडेर अर्कोमा गर्ने त। अन्त त्यस्तो भयो भने त हाम्रो छोरी चेलीबेटीहरू भाइ बहिनीहरू सबै उयो भइहाल्छ त। अन्त उनीहरूलाई त साह्रो पर्ने भयो त अन्त। तर यो रुल चाहिँ लागू भयो भने चाहिँ हामीलाई कताबाट पनि एडभान्टेज चाहिँ हुँदैन। यो चाहिँ हाम्रो लागि एउटा डिसएडभान्टेज नै हो, अरू केही पनि होइन। नर्मल तरिकाले सोच्नुहोस् न तपाईँहरू अब होइन। अब तपाईँ नयाँ आउनु भएको छ, एउटा फ्यामिलीमा तपाईँले काम पाउनु भयो अरे, अन्त त्यो फ्यामिलीको मान्छे तपाईँलाई खानु दिँदैन अरे, काम दलेको गर्छ अरे, राति सुत्नै पाउँदैन अरे। अन्त त्यस्तो सिचुएसनमा तपाईँले के गर्नुहुन्छ त? त्यति बेला त छोड्नेमा एउटा अप्सन त हुनु पऱ्यो नि त। कसैलाई हामीले दुःख सुनाउनु त सक्नु पऱ्यो नि त। हामीले आफ्नो दुःख कसैलाई नसुनाए पनि हामीले त्यो जबलाई चट्टै छोडेर अर्को काम त लिनु सक्नु पऱ्यो नि त। यहाँ हाम्रो गभर्मेन्टले जति पनि रुल्स बनाउँछ हाम्रै खिलाफमा मात्रै ज्यादातर बनाइरहेको छ। अब पहिला पैसा बढाउँछ भने यो पैसा बढायो भने 200-300 400 कति बढायो होइन 2 वर्षमा, यता फेरि त्यो अलाउन्स दिने चट्टै काट्यो, त्यही पैसामै अलाउन्स पनि अरे। अन्त त्यसरी जताबाट मारेर त हामीलाई त अन्त त्यस्तो पाराले अन्त भविष्यमा त्यहीँ कोही पनि आयो नि भयो त, अन्त आउनै भएन, अरू देशमा जानु पऱ्यो। अन्त यस्तो धेरै कुरोहरू छ क्या जो चाहिँ एकदम यो यस्तो कुराहरूले गर्दामा चाहिँ हामीलाई एफेक्ट गर्छ क्या। यो कुरो चाहिँ हामीले प्रोत्साहन गर्ने कुरो चाहिँ होइन, यसलाई चाहिँ हामीले प्रोटेस्ट गर्नुपर्ने हो एक्चुअलमा। अब हामी केयर गिभरहरू हामीले प्रोटेस्ट त गर्नु सक्दैनौँ होइन, त्यो रुल्समै छैन। तर हामीले अब त्यो गर्छ, जति पनि गर्छ कपलाबुतले नै गर्छ होला, हाम्रो लागि लडिदिने भनेको उनीहरू हो होइन। तर मेरो विचारमा चाहिँ यो चाहिँ कतै पनि राम्रो छैन। एउटा अप्सन चाहिँ हुनु पऱ्यो, जताबाट एउटा 2टा अप्सन चाहिँ, जहाँसम्म अहिलेसम्म 3टा अप्सन छ। वर्षमा 3टा अप्सन, हामीले वर्षमा 3टा जब हामीले छोड्न सक्छौँ, नयाँ जब खोज्नु सक्छौँ 3टासम्म होइन। त्यो अप्सन चाहिँ हुनैपर्छ। कस्तो त्यो खालको अन्त अब जबरजस्ती हुन्छ नि त्यो पाराले त। अन्त मैले देखेको छु कि कस्तो साह्रो काम गरेर बसेको मान्छेहरू।